हेलो गाइज, हाम्रो इपिएससी इक्जामको फर्म फेरि खुल्न लागिसकेको छ अनि यसको नोटिस चाहिँ गोरखापत्रमा आएको छ। तपाईँहरूले हेर्नको लागि गोरखापत्र ई पेपर लेख्नुभयो भने यो अनलाइन वेबसाइट आउँछ गोरखापत्रको। यसमा गएर क्लिक गर्नुहोस् अनि यो गोरखापत्र 1 नम्बरमा छ, यसमा क्लिक गर्नुहोस्। अनि आजको यो मङ्गलबार 5 गते मङ्गलबारकोमा क्लिक गर्नुहोस्। त्यसपछि 10 नम्बर पेजमा चाहिँ हाम्रो इपिएस नेपाल ग्वारको नोटिस छ। लोडिङ लिन टाइम लागिरहेछ। पेज नम्बर 10 मा जानु होला। तपाईँ यो डाउनलोड पनि गर्न सक्नुहुन्छ तपाईँहरू। जस्तै म डाउनलोड गरिरहेको छु, अहिले सजिलो हुन्छ। डाउनलोड हुँदैछ मेरो। पहिला पनि हाम्रो यो इपिएस इक्जामको नोटिसहरू चाहिँ गोरखापत्रमै आइरहेको थियो। त्यसपछि इपिएस नेपाल वेबसाइटमा मात्रै आइरहेको थियो बिचमा। अनि फेरि अहिले चाहिँ गोरखापत्रमै पब्लिस गरिरहेको रहेछ नोटिस। त्यही नोटिस अनुसार अब हाम्रो फर्म पनि खुल्छ होला। अनि यो अपडेटहरू चाहिँ इपिएससी नेपाल वेबसाइटमा पनि बेलुकातिर आउँछ होला। अहिले गोरखापत्रमा मात्रै नोटिस आछ। पेज नम्बर 10 यहाँ छ। नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा ग्वारको ललितपुर। सन् 2026 को प्रथम चरणको कोरियन भाषा परीक्षा आइपिएस टपिक 2026 का लागि आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। प्रकाशित मिति 2083 4 महिना 5 गते। आज रहेछ मङ्गलबारको दिन। अनि नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालय बीच सम्पन्न समझदारीपत्र एमओयू अनुरूप रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई श्रमिकका रूपमा पठाउने परियोजनाका लागि योग्य उम्मेदवारको छनौट गर्न प्रथम चरणको कोरियन भाषा परीक्षा। प्रथम चरणको कोरियन भाषा परीक्षा भनेको त्यही इपिएस इक्जाम हो। सञ्चालन गर्ने सम्बन्धमा यहाँ चार्टी सर्भिस अफ कोरियाबाट प्रकाशित क्रमको तालिका प्राप्त भइआएको हुँदा इच्छुक योग्य नेपाली नागरिकहरूले युइआरएस इपिएस नेपाल.gov.np मा गई मिति 2083 4 महिना 11 आज 5 गते भयो। 6 दिनपछि 11 गतेदेखि 17 गतेसम्म फार्म दर्ता गर्नुहुन युवा श्रम तथा रोजगार मन्त्रालयको मिति 2083 4 महिना 4 को निर्णय अनुसार यो सूचना सार्वजनिक गरिएको छ। हिजो चाहिँ मिटिङ बसेर निर्णय निकालेको रहेछ अनि आज चाहिँ नोटिस निकालेको रहेछ गोरखापत्रमा। अनि यही अनुसार अब इपिएस नेपाल.gov तल पनि लेखिरहेको छ। यस सम्बन्धी विस्तृत सूचना यस शाखाको वेबसाइट https इपिएस नेपाल.gov.np मा प्रकाशित गरिएको छ। इपिएस नेपालमा पनि यो आउँछ। अहिले चाहिँ गोरखापत्रमा मात्रै आछ। तपाईँहरूले पनि यसरी हेर्न सक्नुहुन्छ। अनि फर्म चाहिँ लगभग सबै सेक्टरमा खुल्छ होला। यो म्यानुफ्याक्चर, सर्भिस सेक्टर, फोरेस्ट्रीहरू नयाँ छ नि, त्यो सबै एग्रिकल्चर कोटा चाहिँ कम हुन्छ होला। तर फर्म चाहिँ सबैमा त्यस्तो लागिरहेछ मलाई। अनि विस्तृत नोटिस चाहिँ अहिले इपिएस नेपाल.gov.np वेबसाइटमा आउँछ अहिले बेलुकातिर सायद, नभए भोलिसम्ममा। अनि प्रिपरेसन चाहिँ तपाईँहरूको कस्तो छ? सबैजनालाई बेस्ट अफ लक। फर्म चाहिँ खुल्नै लागिसक्यो। अब लगभग 1 हप्ता पनि छैन, त्यसपछि चाहिँ फर्म खुल्छ होला। फर्म चाहिँ तपाईँहरूले अनलाइन पनि भर्न सक्नुहुन्छ, नभए साइबरमा गएर भन्नुभयो भने भरिदिन्छ उनीहरूले। फोटोसोटो पासपोर्ट मिलाएर हाल्नुपर्छ अनि $28 जति पैसा तिर्नुपर्छ। सो गाइज, अब यति नै हो। अनि विस्तृत विवरण अरू केही अपडेट आयो भने इपिएस नेपाल.gov.np वेबसाइटमा अरू केही नोटिसहरू आयो भने म अर्को भिडियो लिएर आउँदैछु।
सो आजको लागि यति नै। थ्याङ्क यू सो मच गाइज।